तिम्रो गजल बिग्रिन दिदिन लालीको छैमा जिम्मा लिदिन फेरि नगर। नमस्ते सम्पूर्ण साथीहरूलाई धेरै धेरै माया मिठो सम्झना। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। मेरा प्यारा प्यारा वाइटी फ्यामिलीहरूलाई धेरै धेरै माया मिठो सम्झना। तपाईहरू यति बेला हेर्दै हुनुहुन्छ साउदीबाट सञ्चालित जी न्युज गाउँले युट्युब च्यानल। मेरो युट्युब च्यानलमा यस्तै यस्तै आउँछन् है भिडियोहरू चाहिँ, टाटाङ टुटुङ बाटाङ बुटुङ ताता तुतु बाबा बुबु गरेका यस्तै भिडियोहरू हाल्ने गरिरहेको छु। वाइटीलाई बाना मात्रै भए पनि भिडियोहरू बनाउने हाल्ने कोसिस गरिरहेको छु। भिडियो बनाउने मलाई टाइम पनि हुँदैन, म बारम्बार भनिरहेको हुन्छु कि सबै साथीहरूलाई, जतिजनाले मलाई चिन्नुहुन्छ मेरो भिडियोहरू हेर्नुहुन्छ सबै साथीहरूलाई स्पेसल्ली थाहा नै छ कि मलाई भिडियो बनाउने टाइम हुँदैन। किचनको काम है, अब रातिमा 3 बजे ड्युटी जानुपर्छ, अनि 9-10 बजे रुम आयो, अनि लाइभतिर कुद्यो, आफू लाइभ बस्यो, अब सुत्न पनि पर्छ, फेरि दिउँसोमा पनि 3 बजे ड्युटी गयो, अब 6 बजे आइन्छ, रात परेको हुन्छ, भिडियो बनाउन जाने, कतै भिडियो बनाऊ भन्ने त्यस्तो टाइम पनि हुँदैन, बाहिरतिर जाने भिडियो बनाउने फुर्सद पनि हुँदैन, भिडियो बनाउने टाइम पनि हुँदैन, अनि भिडियोहरू बनाउने हाल्ने पनि हुँदैन। त्यही भएर अब वाइटीलाई त अलिअलि भिडियोहरू त हालिदिन पर्यो हैन, हप्ता 2 हप्तामा भए पनि भिडियोहरू त देखाइदिन त पर्यो, भिडियो बनाइरहेको छ, भिडियो हालिरहेको छ भन्ने त पार्न पर्यो है। त्यही भएको हुनाले म चाहिँ आज भिडियो बनाउन गइरहेको छु। अब चाहिँ म ड्युटी जान लागेको, दिउँसोको ड्युटी जाँदैछु। अब गएर ड्याम खाना प्याक गर्ने हो अनि आउने हो। अब चाहिँ ड्युटी हिँडेको साथीहरू हेर्दै गर्नुहोस्, साथ सपोर्ट माया गरिदिनु भएको छ, म एकदम खुसी छु। मेरो यस्तै भिडियो भए पनि हेरिदिनुहुन्छ अनि यो रोलपालीलाई माया गरिदिनु भएको छ। सधैँभरि यस्तै गरेर माया साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु है। म चाहिँ अब ड्युटी हिँड्न लागेको, रुममा साथीहरू यति बेला त ड्युटी गएको छ, रुममा कोही पनि हुँदैन, त्यही भएर ढोका चाहिँ लक गर्न पर्ने हुन्छ है, ढोका लक गर्न पर्ने हुन्छ, चाबी फेरि यतै राखिदिन पर्ने हुन्छ। सिस्टमहरू यस्तो हुन्छ कि यहाँ चाहिँ चाबी आफूले लगेर हिँड्यो भने त फेरि साथी आयो भने कहाँबाट उसलाई चाबी उता जान पनि हुँदैन होइन, अनि यतै एक ठाउँमा चाबीहरू राखिदिने सिस्टम छ साथीहरू है। म चाहिँ हेरेको अब टाटाङ टुटुङ बाटाङ बुटुङको भए पनि भिडियो त बनाउनु पर्ने नै छ होइन। त्यही भएर भिडियो बनाउँछु। अब थोडा बहुत गर्मी सुरु हुन थालिसकेको छ है। मौसम यस्तो भयो साउदीमा कि गर्मी सुरु हुन्छ, यी धुलोहरू उड्न थालेको छ है। यस्तो धुलोहरू उड्ने, यस्तो बिन्दास पाराको मौसम देखियो भने मान्नुहोस् कि अब गर्मी सुरु हुन थालिसक्यो। आज फेब्रुअरी कति तारिक हो, 11 तारिक होला। अब मौसम यस्तो भइसकेको छ, अब गर्मीहरू सुरु हुन लागिसक्यो। उहाँ चाहिँ क्याम्बस हुनुहुन्छ हाम्रो सर, उहाँ चाहिँ रोल्पाकै हुनुहुन्छ। म चाहिँ अब हिँडेको ड्युटी के गर्नु साथीहरू, गाह्रो छ। अरूले भिडियोहरू बनाएको है देख्दा त यस्तो भिडियो बनाउँछु म पनि भन्ने आई थिङ्क्स त्यस्तो फिलिङ्स हुन्छ, बट अब आफूलाई टाइम पनि हुँदैन भिडियो बनाउन जानको लागि। कहाँ गएर भिडियो बनाउनु, रुमबाट किचन, किचनबाट रुम है, अनि भिडियो बनाउन जाने फुर्सद टाइम केही पनि हुँदैन कि, अनि त्यस्तो भइरहेको छ। भिडियोहरू बनाउने त्यस्तो केही पनि हुँदैन। यस्तै भिडियोहरू पनि भए पनि हेरिदिनुहोस्, माया गरिदिनुहोस्, साथ सपोर्ट गरिदिनुहोस् है। यहाँ चाहिँ फुलहरू फुलिरहेको छ, त्यही हो, हेर्दै गरिदिनुहोस्। के गर्नु साथीहरू, गाह्रो छ
यस्तै त रहेछ नि झोले जिन्दगी भनेको चाहिँ हो। यहाँ चाहिँ सागहरू रोपेको छ, लसुनहरू, सागहरू। हजुर यो मुलीहरू के भन्छ सागहरू रोपेको छ यहाँ। हामीहरू खान्छ कि मुलीको सागहरू हामीले नै रोपेको। मैले त रोपेको होइन, बट यता दाईहरूले रोप्नु भयो। तर खाना चाहिन्छ। यता आलुहरू उम्रिरहेको छ, सागहरू छ। यो चाहिँ कुकुरहरू भित्र जान्छ भनेर ब्यारिकेड लगाइराखिदिएको है। भित्र जान्छ भनेर ब्यारिकेड लगाएर राखेको छ। आयो अब दिनुका देखाइरहेको, दिनुका भन्दा पनि म भिडियोमा प्रत्येक भिडियोमा देखाइरहेको हुन्छु। यही नै हो मेरो भिडियो बनाउने खेलमेलो है। यहाँ त पुरा पार्टीको चलिरहेको छ। एक घन्टामा प्लेट भरि भरि के तर उमेर अनुसारले त्यत्रो खाना चाहिँ कहाँ जान्छ जस्तो लाग्छ क्या मलाई। के छ सम्तिर चाहिँ खाना हुँदैछ नि। यहाँहरू चाहिँ खाना बनाएर अब रुम जाने टोली हो। यहाँहरू खाना बनाइसक्नु भयो, अब रुम जानुहुन्छ। म चाहिँ अब खाना प्याक गर्छु फेरि। अब म चाहिँ खाना प्याक गर्ने। ए चिसो पनि लिएको, रक्सी छैन योसँग? अलिक रक्सी पनि हुनुपर्ने होइन। जुम्मन भाई क्या हाल है? आपको स्वागत है मेरा यूट्यूब चैनल में। खाना पीना हो रहा है? अच्छा बढ़िया से खाओ। हाँ बेफिक्र रह जाओ, जब तक मैं इधर हूँ कोई टेंशन नहीं है। यता चाहिँ हाम्रो यो सामान राख्ने ठाउँहरू हो। यता चाहिँ सामानहरू हुन्छ। यता सामान राखिन्छ। सामान सकिसकेको छ। अब भोलि पर्सि सामान आउँछ फेरि। म कहिलेकाहीँ लाइभ बस्दा बस्दै उठेर ल मेरो सामान आयो है भनेर उठेर आउँछु नि। हो यिनी सामानहरू आउँछ क्या हाम्रो। अनि यो सामानहरू सबै फेरि गाडीबाट आउँछ अनि भित्र ल्याउनु पर्छ। त्यही भएर फेरि आउँछु म चाहिँ। यता अन्डाको कार्टुनहरू छ, यता प्याजहरू छ, उता आलु लसुनहरू छ, उता फ्रिजरभित्र छ मासुहरू सामानहरू अरू भित्र हुन्छ। यो चाहिँ धरम काँटा। यहाँ चाहिँ धरम काँटा लागिरहेको छ है। म चाहिँ कति केजी रहेछु त है, हेर्नुहोस् है। चप्पल छराएर जानुपर्छ। कति केजी छु म त ल। 69 केजी। धन्न 70 पुग्न लागेको रहेछु है। म चाहिँ यति रहेछु है। म चाहिँ यति केजी रहेछु। म चाहिँ अब अहिले साथीहरू चाहिँ अब गइहाल्छ कि उनीहरू चाहिँ। यता चाहिँ भेजिटेबलहरू हुन्छ कि हाम्रो। यता एसीहरू चलिरहेको हुन्छ। मैले क्लोज गरिदिइसकेँ। अनि अब साथीहरू त रुम गइसक्छ होइन। साथीहरू रुम गएको बेला म एक्लै हुन्छु नि त। आज फेरि हाम्रो यहाँ फ्रेस मासु आउँछ कि मटन चाहिँ फ्रेस मटन आउँछ कि। अनि फ्रेस मटन एक्लै चट्ट रोस्टर गरेर खाने हो कि। धेरै बगालमा त मिठो हुँदैन। यति बेलाको ड्युटी चिकनको कार्टुनहरू छ, सब सामान सिद्धिएको छ। अब आउने टाइम भएको छ फेरि यो भरेर सामान आउँछ। यति झ्याउ लाग्दो हुन्छ नि सामान आयो भने फेरि है। यही आज आएको कि यो चाहिँ सब फ्रेस मटन हो। यो भित्र सब मटनै मटन छ है। त्यो मटन चाहिँ अब म निकाल्छु कि। निकालेर लग्छु। एक्लै भएको बेला मटनहरू लाएर खानुपर्छ क्या।
बोसोहरू लाने हुँदैन, फ्रेस मासु मात्रै लाने हो क्या। एक्लैले खाने हो, यति भए इनफ हुन्छ मलाई है। अब यो फ्रिजर क्लोज गरिन्छ। अब यहाँबाट अरू चिज पनि लानुपर्छ फेरि। टोमेटो, धनियाहरू लान पर्यो है। अब म चाहिँ किचनतिर लाग्छु। फाइनली मेरो सुकुडे चाहिँ फ्राई भइसक्यो है, फ्राई भइसकेको छ। अब म ग्रेभी बनाउँदैछु कुनाके खानाको। फाइनली मेरो कुनाके सब्जी पाकेर पनि रेडी भइसक्यो है। अब रेडी भइसकेको छ। अब रेडी भएको अवस्था हो, सब्जी रेडी भइसक्यो। ये मैले बनाएको सब्जी कुनाके सब्जी रेडी भइसकेको छ। थ्याङ्क यू सो मच सबैजनालाई, धेरै धेरै माया।